के तपाईँ पोल्यान्डमै बसिरहनु भएको छ र यदि पोल्यान्डमै म केही न केही चाहिँ गर्छु है, यहीँ बसे पनि मैले पछि आफ्नो करियरमा केही चाहिँ गर्नु छ, नयाँ स्टार्टअप अथवा बिजनेस अथवा प्रोफेसनल जब कुनै गर्नु छ र आफ्नो एउटा नेटवर्क राम्रो बनाउँछु भनेर सोच्दै हुनुहुन्छ भने नेपाली कम्युनिटीमै पहिलो पटक फिने पोल्यान्डद्वारा, फिने पोल्यान्ड भनेको अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घ हो, जस अन्तर्गत विदेशमा बसेर आफ्नो कुनै व्यवसाय गरिरहेका नेपालीहरू यस संस्थामा आबद्ध हुनुहुन्छ। यस फिने पोल्यान्डद्वारा यही मार्च 28 गतेको दिन वार्सा पोल्ना 7A यस एड्रेसमा यस इभेन्ट अर्गनाइज गर्दैछ र यस इभेन्टलाई द विलेजले पनि सपोर्ट गर्दैछ। त्यसैले यदि तपाईँ पोल्यान्डमा हुनुहुन्छ, अलिकति ग्रोथ माइन्ड सेट लिएर बस्नु भएको छ र जो एक्सपिरियन्स पोल्यान्डमै बसेर आफ्नो व्यवसाय स्टार्टअप गरिरहेकाहरूसँगबाट केही आफ्नो अनुभव लिन चाहनुहुन्छ र उहाँहरूको अनुभवबाट आफूले केही सिक्न चाहनुहुन्छ भनेदेखि यस इभेन्ट एटेन्ड गर्न नबिर्सिनुहोला, जसको लागि रजिस्ट्रेसन खुला गरिसकिएको छ। तर याद गर्नुहोला, सिट सङ्ख्या भनेर लिमिट रहेको छ, 30 जनाको मात्र अभाइलेबिलिटी रहेको हुनाले जति सक्दो छिटो हजुरले रजिस्टर गर्नुहोला। रजिस्ट्रेसनको लागि लिङ्क डिस्क्रिप्सनमा पनि हुनेछ अथवा फेसबुक पेजमा फिने पोल्यान्ड अथवा द विलेजको पेजमा गएर पनि तपाईँले आफ्नो रजिस्ट्रेसन गराउन सक्नुहुनेछ। सो सी यू देयर। थ्याङ्क यू।